हेलो साथीहरु, स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ टक्क गर्मी लागेको बेलामा, घाम लागेको बेलामा टक्क एउटा भुइँ कटर पाएको रहेछ। बारीमा हिजो काम गर्दा देखेको थिएँ। आज चाहिँ यसलाई व्यवस्था गर्ने बेला भयो। टक्क यहाँनिर तास्ने काम हुँदैछ। तासेर टक्क यसलाई दामी गरी अब खानुपर्ने हो। कसले खान सक्छ यस्तो आफ्नै करेसाबारीमा फलेको कुराहरु चाहिँ ल भन्नु है साथीहरु। तास्ने काम पनि सक्यो। अब यसलाई टक्क काटेर चाना चाना बनाउने काम हुँदैछ। अब यसलाई चाना चाना बनाएर दामी गरी खाने हो। दामी गरी पाकेको रहेछ। हाम्रो खानु पनि सुरु भयो ल। हाम्रो दामी रहेछ, मिठो दामी गरी पाकेको रहेछ। ल है साथीहरु, आजलाई चाहिँ यति नै मात्र।